प्रिय, यो असार महिनामा धान रोप्ने कुरा के हो अलि बुझाइदेऊ न। काठमाडौँमा हुँदा त पानी परेको मात्र थाहा हुन्थ्यो। रोहन, असार धान रोप्ने भनेको त नेपालको लागि एउटा उत्सव नै हो नि। यही बेला हो जब खेतका गराहरू हरिया देखिन्छन् र किसानहरूलाई भ्याइँडाइ हुन्छ। साँच्चै? कस्तो हुन्छ त प्रक्रिया? मलाई त कल्पना गर्नै गाह्रो भइरहेछ। हेर न, असार सुरु भएपछि मननग्गे पानी पर्छ। त्यही पानीले खेतलाई भिजाउँछ। किसानहरूले पहिले ब्याड राखेको हुन्छन् जहाँ धानको बिउ उमारेको हुन्छ। जब बिरुवा अलि ठुला हुन्छन्, करिब 1 हात जतिका, अनि तिनीहरूलाई ब्याडबाट उखेलेर खेतमा सार्ने काम गरिन्छ। ए, भनेपछि त्यो सानो बिरुवालाई अर्को ठाउँमा सार्ने काम हो। हो नि, त्यसलाई नै रोपाई भनिन्छ। खेतमा पानी जमेको हुन्छ र किसानहरू हिलोमा पसेर पालै पालो धानका बिरुवाहरू रोप्छन्। प्राय लाइन मिलाएर रोपिन्छ, जसले गर्दा गोडमेल गर्न सजिलो होस्। सुन्दा पनि गाह्रो लाग्छ त। दिनभरि हिलोमा काम गर्नु कति परिश्रमको कुरा होला। एकदमै। तर किसानहरूका लागि यो एउटा सामूहिक खुसीको क्षण पनि हो। गाउँघरतिर त रोपाईमा असार 15मा दही चिउरा खाने चलन पनि छ। गीत गाउँदै रमाइलो गर्दै काम गर्छन्। त्यो दिन त एउटा चाड जस्तै हुन्छ। दही चिउरा? त्यो त मैले पनि खाएको छु असार 15मा। तर त्यसको पछाडिको कारण चाहिँ थाहा थिएन। भनेपछि धान रोप्न सकेको खुसियालीमा मनाउने हो? ठिक बन्यो। धान रोपिसकेपछि अब राम्रो उब्जनी होस् भनेर कामना गर्दै मनाइने एउटा परम्परा हो। असार महिनाभरि नै रोपाइ चल्छ। कोही अलि अगाडि रोप्छन्, कोही पछाडि। भनेपछि असार महिना भनेको नेपालको कृषिमा सबैभन्दा महत्त्वपूर्ण महिना रहेछ। यो धान रोप्ने कामले नै वर्षभरिको अन्न उत्पादन निर्धारण गर्ने रहेछ। हो रोहन, हाम्रो देशको अर्थतन्त्रको ठूलो हिस्सा कृषिमा निर्भर छ र धान रोप्ने काम यसको मेरुदण्ड हो। यो केवल खेतीपाती मात्र होइन, हाम्रो संस्कृति र जीवनशैलीको पनि अभिन्न अङ्ग हो। आज तिमीले गर्दा धेरै कुरा थाहा भयो प्रिया। अब अर्को असारमा गाउँ गएर प्रत्यक्ष हेर्ने धोको जाग्यो मलाई। पक्कै पनि तिमीलाई त्यति बेला अझ रमाइलो लाग्नेछ।